साथीहरू 4:30 भइसकेछ। अब हामी चाहिँ सुर्केस हुँदै हुम्ला जुम्लाको तयारी गर्दैछौँ। अब कपडा लाएर अब हिँडिहाल्ने हो। दीपक चाहिँ नास्ता बनाउँदैछन्। 5:25 भइसक्यो होइन। अब हामी चाहिँ दाइको घरदेखि अब हामी चाहिँ सुर्खेत जाँदैछौँ। सुर्खेत एक रात बसेर त्यसको भोलिपल्ट हामी चाहिँ हुम्ला जुम्ला जाँदैछौँ। Hallelujah. Praise the Lord. Praise the Lord. Praise the Lord. घरदेखि रोटी अनि आलु र चनाको तरकारी हामी लिएर आएको छौँ। बर्दघाट घुमाइदेखि लमहीको केही अगाडिपट्टि सुर्खेत जाने बाटोमा हामी यस ठाउँमा आइपुगेका छौँ र बिहानीको भोजन हामीले घरबाट नै बनाएर ल्याएका छौँ। प्रभु यसमा आशीष दिनुहोस्। खाइपी हामी तपाईँलाई धन्यवाद। अब हामी हिँड्न लाग्छौँ। यतातिर पानी परेर नदी नै यहाँ छ। बाबुजी यता हुनुहुन्छ, म चाहिँ यता छु। पानी परेर अहिले हामी चाहिँ पेट्रोल पम्पमा लुकेर बसेका छौँ। हामी चाहिँ भर्खरै आइपुगेका छौँ सुर्खेत। आज आइतबारको दिन हो र आज 17 गते पनि हो र आज हामी चाहिँ घरदेखि 5 बजे हामी सुर्खेतको लागि हामी चाहिँ घरबाट निस्केका थियौँ र अहिले चाहिँ हामी सुर्खेत आइपुगेका छौँ। अहिले रातिको लगभग 10 बज्न लागिसक्यो। म खानासाना खाएर अब सुत्नु जानुभन्दा अघि सुर्खेतको नजारा हेरौँ, राति कस्तो देखिँदो रहेछ भनेर म चाहिँ छतमाथि आएको छु र हजुरहरू पनि देख्न सक्नुहुन्छ सुर्खेतको रातिको सिनो। यो सहरहरू देखिया, चन्द्रमा देखिया, यो ठाउँ चाहिँ रमाइलो छ। हिजो नवलपरासीबाट सुर्खेत आयो अनि आज यो बिहानीको समयमा हामी सुर्खेतदेखि जुम्लासम्मको यात्रामा हामी जाँदैछौँ। तपाईँहरू सबैजनाले हाम्रो लागि प्रार्थना गरिदिनु होला। यसै भिडियोद्वारा आज जुम्लासम्मको यात्रा कस्तो रहनेछ हामी तपाईँहरूलाई दिनेछौँ। हुन्छ, जय मसी। नास्ता खाएर चाहिँ त्यहाँदेखि जुम्लाको लागि अब हिँडिन्छ। सबैजना जय मसी, धन्यवाद हजुरहरू सुर्खेत आइदिनु भएको लागि। आज फेरि मुगुको लागि यात्रा गर्दै हुनुहुन्छ। प्रभुले धेरै आशिष दिनुभएको होस्। यसको लागि धेरै धेरै धन्यवाद। आज तपाईँ मुगुतर्फ जाँदै हुनुहुन्छ, यसको लागि परमेश्वरले बाटोमा तपाईँहरूलाई शिक्षा दिनुभएको होस्। जय मसी। ल धेरै धेरै धन्यवाद अनि हजुर हाम्रो घरमा आइदिनु भएको लागि अनि स्वागत छ। अझै पनि फेरि आशा गरेका छौँ अनि आइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि अब जहाँ ठाउँमा जाँदै हुनुहुन्छ त्यहाँ तपाईँहरूको शुभयात्रा होस्, सफलता होस् अनि प्रभुले आशिष दिनुभएको होस् अनि फेरि आउँदै गर्नुहोला। अनि यही छ हाम्रो प्रार्थना हजुरहरूमा धेरै धेरै। आज विशेष गरी इसाई दर्शन मण्डली पास्टर खडक बैलकोटी जसले प्रभु आज हामीलाई बिहानको यो नास्ता बडो प्रेम र आदरका साथ हाम्रो बिचमा ल्याउनु भएको छ। हाम्रो शुभम भाइलाई बाट केही सुनौँ न। ल म के आज हामी एक दुई तीन आज हामी पास्टर खडककोमा आएका छौँ। हुम्ला जुम्लाको तयारी हुँदैछ। हामीलाई एकदम स्वागत गर्नुभएको छ अनि यो ठुलो मण्डली छ भनेर भन्नु न। हुम्ला जुम्ला त होइ अस्ति हुम्ला जुम्ला भन्नु लागि यहाँ सुर्खेतमा हुम्ला जुम्ला सुर्खेतमा पढाइ गरिदिनु न। हामी सुर्खेतमा छौँ होइन। इसाई दर्शन मण्डली हो भनेर इसाई दर्शन मण्डलीमा पास्टर खडक बैलकोटी। साथीहरू जुम्ला 231 किलोमिटर छ सुर्खेतदेखि। अहिले म चाहिँ सुर्खेतमै छु। अब हामी जुम्ला हिँड्न लाग्छौँ।
खाना खाएरै जाने भइयो। अब जतिजनालाई खाना पुग्छ अब खाना खाने हो, नपुगेको चौचो खाएर जाने हो। हिँड्दा हिँड्दा भोक लाएर अब हामी चाहिँ भात खाँदैछौँ। टक्क दाल भात तरकारी छ। अब झ्याम्की झ्याम खाने हो, चटनी छ। झ्याम्की झ्याम खाएर अब हुम्ला जुम्ला उडिहाल्ने हो। जङ्गलबाट मदेलको बच्चा भेट्टाएर ल्याएर घर पाल्नुभएको छ होइन? ठिक छ नि? अब अनि अब घर पालुवा भइसक्यो। जिन्दगीमा पहिलोचोटि मदेलको बच्चा मैले देखेँ। बँदेलको बच्चाको नाम उहाँको चाहिँ बाबुले राख्नुभएको। एउटाको नाम नेपाल, एउटाको नाम भारत, एउटाको नाम चाइना। नेपाल मर्यो र भारत र चाइना जिउँदैछ। भारत र चाइना हो। मोटरसाइकल चलाउँदा चलाउँदा थकाइ लाग्यो, तर अझसम्म जुम्ला पुगेको छैनौँ। ल हेर्नुहोस्, बादल ठोक्किने ठाउँमा आइपुगेका छौँ हामी। यही यसरी नै हुँदा 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 सूर्य पनि अस्ताउन लागिसक्यो। यही यसरी नै हुँदा हुँदा यो बाटो देख्नुभएको छ, यसरी घुम्दा 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 तल त्यो खोलो देख्नुभएको छ नि, खोलो हो। यो खोलोसम्म, यो खोलोको बाटो हुँदै हामी आएको। यो जति सिन देख्दै हुनुहुन्छ नि साथीहरू, यो सबै जुम्लाको सिन हो। हामी राति यहीँ बस्यौँ र यहाँ चाहिँ खाना खाएँ। अहिले साथीहरू म जुम्लामा छु। आइतबार बिहान 6 बजे हामी घरबाट निस्केर सुर्खेत एक रात बसेर भोलिपल्ट देवाको बिहेको कुराकानी गरेर त्यसपछि हामी 9 बजे जुम्लातिर हिँड्यौँ र जुम्ला हामी 10 बजे राति पुग्यौँ। यति टाढा छ, 231 किलोमिटर थियो सुर्खेतदेखि र घरदेखि हिसाब गर्दा 700 साढे 700 किलोमिटर छ। रमाइलो भएको छ। अब यो रमाइलो पल यसरी आउँदैन। मलाई खुसी लाग्छ। अब हामी चाहिँ मुगु जान लाग्छौँ, त्यसपछि राराताल जाने हो, त्यसपछि हामी घरतिर आउने हो। जुम्लाको स्याउहरू म हजुरलाई देखाउँदैछु। ल हेर्नुहोस्, यो जति छ यो सबै स्याउ हो। यो जति यो रुखहरू देख्नुभयो त सबै यो स्याउको रुख हो। जिन्दगीमा पहिलोचोटि मैले यसरी स्याउको रुखहरू देखेको छु। जिन्दगीमा मैले पहिलोचोटि माटो मुनि फल्ने स्याउ मैले देखेको छु। यो त्यही स्याउ हो, ग्राउन्ड एप्पल हो। यो माटोभित्र फल्ने स्याउ हो। जसरी आलु माटोभित्र फल्छ नि हो, त्यस्तै फल्ने स्याउ हो यो। यो चाहिँ जुम्लामा हामीले पहिलोचोटि देखेका छौँ। हुन्छ, जय मसी। अनि मेरो घरमा आउनुभयो, खाना खानुभयो, तपाईँहरूलाई धन्यवाद छ। अनि जुम्लादेखि मुगुसम्म जाँदै हुनुहुन्छ, परमेश्वरले आशिष दिनुभएको होस्। अब हामी जुम्लादेखि मुगु जाँदैछौँ र हामी खाना पनि खाइसकेका छौँ। अझसम्म स्कुटी गएको रेकर्ड छैन भनेर जुम्लाका बासिन्दाहरूले चाहिँ भन्दै हुनुहुन्थ्यो, तर हामीले माने थिएनौँ। हामी स्कुटीमा चाहिँ गएरै देखाउँछौँ, रेकर्ड तोडेर देखाउँछौँ। अब हामी चाहिँ बिच बाटोबाट फर्किने भनेर सल्लाह गरेको, तर निर्मल चाहिँ मानेको छैनन्। अब गाडीमा जानु पर्ला भनेको, गाडीमा चाहिँ एकजनाको 2500 र सबैजना गरेर 40,000 मागे यहाँ गाडीवालाले। अब त्यो एकजनाको 2500, सबैजनाको 40,000 गरेर तिर्न सकिन्न। अब हामी फर्किने भन्ने निर्णयमा छौँ, तर निर्मल मानेकै छैनन्। होइन, जाने नै हो, आधी बाटो पुगेर आएपछि अब जाने नै हो, म 3 जना बसाल्छु भनेर बसेका छन्।
कति राम्रा हुन् हाम्रा देशका युवाहरू।